एक शब्द मामु म कसरी सुनु एउटा मात्रै छोरा कसरी हुर्काएर राखेँ जिन्दगी एक थप्पड नहालेको बच्चालाई त्यसरी मारिदिनु के गल्ती थियो मेरो बच्चाको के गल्ती थियो उसले राम्रोसँग 2 गाँस खाना पनि खान पाएन मामु मामु भने अब उसको एक शब्द मामु म कसरी सुनु उसको मामु अरू भ्रष्टाचार कसरी हुन्छ तपाईहरुले न्याय दिलाउनु पर्छ हेलो साथीहरु गुड मर्निङ भिडियो स्पेशल छ यो भिडियोले चाहिँ 50 लाख आमाहरुको चाहिँ आँखा खोलिनेछ त्यही भएर यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है भदौ 24 गतिको त्यो कालो दिन आमाहरुले त्यो दिन कहिले बिर्सिनु हुँदैन होला 75 जना युवाहरु शहीद भएका छन् ती युवाहरु देशको कर्णधार थिए देशको विकास उन्नति प्रगति गर्न सक्षम थिए ती 75 जनाको आमाहरुले पनि ती कांग्रेस एमालेहरुलाई भोट दिएका थिए तिनको भोटले गर्दा पनि कांग्रेस एमालेले जितेको थियो सत्तामा आएको थियो ती आमाहरुलाई भोटको बदला के दिए त कांग्रेस एमालेहरुले सत्तामा गएर कुर्चीको लोभ मोह गरेर डाडे भएर तिनीहरुले नै ती आमाको छोराछोरीहरु मार्दियो भदौ 24 गते 75 जना आमाहरुको कोखरित बनाइदियो कांग्रेस एमालेहरुले त्यही भएर म यही भिडियो मार्फत भन्छु अब कांग्रेस एमालेहरुलाई भोट हाल्ने प्रयास नगर्नु होला जिताउने प्रयास नगर्नु होला तपाईहरुले हालेको एक भोटले गर्दा तिनीहरुले कांग्रेस एमाले फेरि जित्छ अनि सत्तामा गएर फेरि जनता धम्काउने कुट्ने पिट्ने मार्ने काम गर्छ त्यही भएर कांग्रेस एमालेलाई भोट नहाल्नु होला।